यदि तपाईले जीवनमा शान्ति, सफलता र सन्तुष्टि प्राप्त गर्न चाहनुहुन्छ भने तपाईले आफ्नो इमोसन्स अर्थात् भावनालाई नियन्त्रण गर्न सिक्नुपर्छ। हाम्रो इमोसन्स यति शक्तिशाली हुन्छ जसले हाम्रो सोच, निर्णय र व्यवहारलाई प्रभावित पारेको हुन्छ। यदि तपाईले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्नु भएन भने एक दिन तपाईका भावनाले नै तपाईलाई नियन्त्रण गर्न सक्छन्। हार्वर्ड युनिभर्सिटीको एक रिसर्च अनुसार 95% मानिसले आफ्नो इमोसन्स अर्थात् भावनाको कारणले गर्दा गलत निर्णय लिने गर्छन्, जसको कारणले उनीहरूको जीवन बर्बाद गर्न सक्छ। कहिले रिसमा आएर आफन्तलाई नराम्रो बोल्ने या त दुखी भएर कुनै यस्तो गल्ती गर्ने जसले पछि पश्चाताप महसुस गराउँछ, या त मोटिभेसनको जोसमा ठुलो निर्णय लिने जुन पछि गलत साबित हुन्छ। रिस, डर, खुसी, ईर्ष्या, मोटिभेसन र तनाव यी सबै इमोसन्सले हाम्रो सोच र निर्णयलाई नियन्त्रण गरेका हुन्छन्। संसारमा 95% मानिस आफ्नो इमोसन्सको कारणले गलत निर्णय लिने गर्छन्। तर सत्य यो कि जीवन लजिकल होइन, इमोसन्सले चल्छ। संसारका सबभन्दा शक्तिशाली मानिसले यसलाई ह्यान्डल गर्न माहिर हुन्छन्। इमोसनल कन्ट्रोल इज रियल स्ट्रेन्थ। इफ यु क्यान कन्ट्रोल योर इमोसन्स यु क्यान कन्ट्रोल एनिथिङ इन लाइफ। अर्थात् यदि तपाईले आफ्नो इमोसन्सलाई नियन्त्रण गर्न सक्नुभयो भने तपाईले जीवनमा जुनसुकै चिज पनि नियन्त्रण गर्न सक्नुहुन्छ भनेर ब्रुस लीले भनेका थिए। उदाहरणको लागि स्टिभ जब्सलाई आफ्नो एप्पल कम्पनीबाट निकाल्दा पनि उनले दुःख, चिन्ता र डिप्रेसन जस्तो इमोसन्सलाई कन्ट्रोल गरेर फेरि त्यही कम्पनीमा आउन सफल भएका थिए। यदि तपाईले पनि आफ्नो इमोसन्सलाई कन्ट्रोल गरेर जीवनमा सफलता हासिल गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईकै लागि हो। आजको यो भिडियोमा लेखक थिबो म्युरेसको बुक समरीलाई प्रस्तुत गर्नेछौँ, जुन भिडियोको मद्दतले तपाईले आफ्नो इमोसन्स अर्थात् भावनालाई कन्ट्रोल गरी जीवनमा सकारात्मक परिवर्तनहरू ल्याउन सक्नुहुनेछ। च्याप्टर 1, हाउ योर सर्भाइभल मेकानिजम एफेक्ट्स योर इमोसन्स। हाम्रो जीवनमा हाम्रो मस्तिष्कको एकदमै ठुलो भूमिका हुन्छ। हामी बाँच्नको लागि हाम्रो मस्तिष्कले सहयोग गरेको हुन्छ, तर हाम्रो पुर्खालाई बाँच्नको लागि धेरै समस्याहरूको सामना गर्नु परेको थियो। तर तपाईलाई ती समस्याको सामना गर्नु परेको छैन। तर पनि तपाईभित्र एउटा यस्तो प्राचीन सर्भाइभल मेकानिजम छ जुन कहिल्यै समाप्त हुँदैन। जब तपाईँ कुनै खतराको सामना गर्नुहुन्छ तब त्यो मेकानिजमले तपाईलाई भाग्नको लागि ऊर्जा दिन्छ। यही कारणले गर्दा यो मेकानिजमले सकारात्मक घटनाभन्दा नकारात्मक घटनालाई बढी याद राख्छ। जब तपाईँ आफ्नो पुर्खाको समयको कुरा सोच्नुहुन्छ तब तपाईले बुझ्नुहुन्छ कि उनीहरूको लागि नकारात्मक घटनाको अर्थ जीवन र मृत्यु थियो। यदि तपाईलाई कसैले अपनाउनदेखि अस्वीकार गर्थ्यो भने तब तपाईँ जीवित रहने चान्स एकदमै कम हुन्थ्यो, किनकि त्यसबेला तपाईलाई कसले जङ्गली जनावरबाट बचाउन र खाना खान दिन्थ्यो होला त। आज तपाईलाई अवश्य पनि आफ्नो शरीरको खतरा छैन, तर पनि नकारात्मक घटनाले तपाईलाई भावनात्मक रूपमा दुखी बनाउँछ। मानौ जब तपाईको साथी तपाईसँग कुरा गर्न बन्द गर्नुहुन्छ तब तपाईलाई एक्लो महसुस हुन्छ। तपाईको साथी तपाईसँग नबोल्दा तपाईँ मर्नु त हुन्न, तर तपाईलाई भावनात्मक दुःख हुन्छ। भावनात्मक दुःखले हामीलाई गहिराईदेखि चोट पुर्याउँछ। यसबाट बच्नको लागि तपाईले नकारात्मक कुराहरूदेखि सचेत रहनुपर्छ। जब तपाईँ खुसी हुनुहुन्छ तब तपाईको जिन्दगीमा सकारात्मक परिवर्तन आउँछ। तपाईको शरीरमा डोपामिन उत्पन्न हुन्छ। डोपामिन एक न्युरोट्रान्समिटर हो जुन तपाईको मस्तिष्कमा त्यतिबेला रिलिज हुन्छ जब तपाईँ खास वा विशेष तरिकाले व्यवहार गर्नुहुन्छ, जस्तै राम्रो खाना खाँदा। यो तपाईको प्लेजर सेन्टरमा गएर तपाईलाई खुसी महसुस बनाउँछ, किनकि डोपामिनले मानिसलाई राम्रो महसुस गराउने गर्छ। केही मानिसले यसको सदुपयोग पनि गर्छन्, जस्तै ननस्टप खाना खाएको खाइ गर्ने या त कुनै चिजको लतको शिकार बन्न सक्छन्। कुनै पनि लत तपाईको स्वास्थ्यको लागि खतरनाक हुन्छ। तपाईको मनोभाव यस्तो पनि हुन्छ कि तपाईलाई मेटेरियल चिजमा मात्र खुसी मिल्न सक्छ। नयाँ कार, नयाँ फोनले तपाईलाई त्यो खुसी दिन्छ जुन खुसी तपाईले महसुस गर्न चाहनुहुन्छ, तर यी चिजको खुसी पनि अस्थायी हुन्छ। यसलाई हेडोनिक एडप्सन भनिन्छ। यो अस्थायी खुसीले तपाईलाई थोरै समयको लागि खुसी बनाउँछ, त्यसैले तपाईँ यसको पछि भागेको भागे गर्नुहुन्छ। हामी सबैभित्र खुसीको एउटा स्तर हुन्छ जुन हरेक मानिसको लागि अलग अलग हुन सक्छ। कुनै मानिस स्वाभाविक रूपले खुसी हुन्छन् त कुनै मानिस सामान्य। तपाईको खुसीको स्तर त्यति बेला बढ्छ जब तपाईले गरेको कामले डोपामिन न्युरोट्रान्समिटरलाई सक्रिय बनाउँछ। जब तपाईले नयाँ गाडी
वा नयाँ फोन लिनुहुन्छ तब तपाईको खुसीको स्तर उच्च रहन्छ, तर पछि यसको स्तर सामान्य रहन्छ। त्यसकारण तपाईँ आफ्नो खुसीको पछि नभाग्नुहोस्, किनकि यो सधैँ उच्च स्तरमा रहँदैन। द हाउ अफ ह्याप्पिनेसका लेखक सोनियाका अनुसार तपाईको खुसीको 50% तपाईको जिनबाट आउँछ, 40% आन्तरिक कारकको कारणले आउँछ र 10% बाहिरी कारक जस्तै मेटेरियल चिज र प्रमोसनले आउँछ। यो खुसीको प्रतिशतले हामीले यो सिक्नुपर्छ कि खुसी हुने वा नहुने भन्ने कुरा हामीमाथि निर्भर गर्छ। साँचो खुसी हाम्रो मनभित्रबाट आउँछ। च्याप्टर 2 द नेचर अफ इमोसन्स। हाम्रो इमोसन्स मौसम जस्तै हरेक पल परिवर्तन हुन्छन्। कति बेला तपाईँ खुसी हुनुहुन्छ त कति बेला दुःखी, तर तपाईँले आफ्नो इमोसन्सलाई कन्ट्रोल गर्न सक्नुहुन्छ। यदि तपाईँ हरेक समय खुसी हुने आशा गर्नुहुन्छ भने तपाईँ टप फेलियरको लागि आफूलाई तयार गर्दै हुनुहुन्छ। हाम्रो इमोसन्स समय समयमा परिवर्तन भइरहन्छ, त्यसकारण तपाईँ कति बेला खुसी र कति बेला दुःखी हुनुहुन्छ यो हुनु प्राकृतिक हो। अथर भन्छन् तपाईको नेगेटिभ इमोसन्स खराब नभएर हेल्पफुल हुन सक्छ। कहिलेकाहीँ तपाईँ उचाइमा पुग्नको लागि तपाईँलाई तलतिर हेर्नुपर्ने आवश्यक हुन्छ। तपाईँलाई थाहा छ संसारका मजबुत मानिस पनि कहिलेकाहीँ निराश हुन्छन्। इलन मस्कले पनि आफू मेन्टल्ली टुट्छु भनेर कहिले पनि सोचेका थिएनन् होला, तर उनी टुटेका थिए र बाहिर पनि आए। ठिक यसै गरी नेगेटिभ इमोसन्स प्राय एक उद्देश्य पूरा गर्नको लागि हाम्रो मद्दत गर्छन्। यदि तपाईँले देख्न र बुझ्न सक्नुभयो भने तब त्यसले तपाईँलाई आफ्नो बारेमा पोजिटिभ कुरा सिक्नको लागि मद्दत गर्छ। तपाईँको इमोसन्सले तपाईँलाई कमजोर नबनाएर कठिन परिस्थितिमा पनि लड्न सक्ने बनाउँछ। तपाईँले आफूलाई दुःखी बनाउने चिज आफूबाट टाढा राख्नुहोस्। ती चिजमा ध्यान दिनुहोस् जसले तपाईँलाई मजबुत र खुसी बनाउँछन्। तपाईँले आफ्नो इमोसन्सलाई पोजिटिभ तरिकाले महसुस गर्न सक्नुहुन्छ। त्यसैले जब तपाईँ नेगेटिभ इमोसन्सलाई महसुस गर्नुहुन्छ तब त्यसलाई ध्यान दिनुहोस्। यसो गर्नाले तपाईँलाई समस्या के हो भनेर पनि थाहा हुन्छ। तपाईँले आफूले गलत कदम उठाउने कि शान्त भएर सही कदम लिने भनेर तय गर्नुहोस्। यसरी आफ्नो इमोसन्सलाई कन्ट्रोल गरेर तपाईँ हरेक समस्याको सामना गर्न सक्नुहुन्छ र त्यसको पोजिटिभ इमोसन्सलाई महसुस गर्न सक्नुहुन्छ। च्याप्टर 3 चेन्जिङ योर इन्टरप्रेसन। के तपाईँले कहिले सोच्नु भएको छ त तपाईँको खुसीको लागि बाहिरी चिज केवल 10%ले मात्र जिम्मेवार हुन्छन्? यो सुनेर तपाईँलाई अचम्म महसुस हुन्छ होला, तर यसलाई गहिराइदेखि सोच्नुभयो भने तपाईँलाई यो वास्तविक हो भन्ने महसुस हुन्छ। तपाईको सम्पत्ति, उपलब्धि र जीवनमा जुन पनि चिज बाहिरी रूपबाट तपाईँसम्म आउँछन् तिनले तपाईँको खुसीलाई त्यति प्रभावित गर्दैन जति तपाईँले सोच्नुहुन्छ। यी धारणाको प्रभाव जतिसुकै सानो भए पनि यसले हाम्रो सोच्ने तरिकालाई परिवर्तन गर्छ। यही कारणले गर्दा हामीले यी चिजलाई नयाँ दृष्टिकोणको रूपमा हेर्नुपर्ने हुन्छ। आउनुहोस् केही सामान्य विश्वासको बारेमा कुरा गरौँ र सोचौँ कि तिनलाई कसरी परिवर्तन गर्न सकिन्छ। पहिलो धारणा, यो एक समस्या हो। जब हामी कुनै स्थितिलाई समस्याको रूपमा देख्छौँ तब त्यसले हाम्रो चिन्ता र तनावलाई बढाइदिन्छ। तर यदि त्यो वास्तवमा समस्या नभएर के होला त? एउटा उदाहरण लिउँ। सीताले एउटा अफिसमा काम गर्थिन्। उनले एक दिन आफूलाई अफिसबाट निकाल्ने कुरा सुनिन्। पहिलोपटक उनलाई यो एउटा ठुलो समस्या हो जस्तो लागेर उनले आफूलाई भय र अनिश्चिततामा डुबेको पाइन्। पहिलोपटक उनलाई यो एउटा ठुलो समस्या जस्तो लाग्यो र उनीमा डर हावी भयो। जब उनले समस्याको रूपमा नभएर अवसरको रूपमा हेर्न सुरु गरिन् तब उनले आफ्नो सपनाको जागिर खोज्ने मौका पाइन्। यो दृष्टिकोणले उनलाई केवल आफ्नो चिन्ताबाट छुटकारा मात्र नदिएर एउटा नयाँ ऊर्जा पनि प्रदान गर्यो। दोस्रो धारणा, उनले आफूले विवाह गरेर सन्तान जन्माउनु पर्छ भन्ने सोच्छन्। यो धारणामा प्राय हाम्रो समाज र परिवारले हामीमाथि तनाव थपिदिन्छ। के यो जरुरी छ र? मानिसले भने भन्दैमा हामीले उनीहरूको अपेक्षा अनुसार काम गर्नुपर्छ र? यसको अर्थ यो होइन कि अरूले भने भन्दैमा हामीले पनि त्यही गर्नुपर्छ भन्ने हुँदैन। विवाह गर्ने र सन्तान जन्माउने कुरामा हाम्रो आफ्नो फैसला हुनुपर्छ, न कि समाजको। तपाईले आफू यसको लागि वास्तवमा तयार छु छैन भनेर सोच्नुहोस्। नत्र भने अरूले भनेको भरमा गर्न थाल्नुभयो भने अपेक्षा पूरा गर्ने एक साधन मात्र बन्नुहुनेछ। तेस्रो धारणा, मलाई भविष्यको बारेमा सोच्दा डर लाग्छ। भविष्यको चिन्ता एक यस्तो चिज हो जुन हामी सबैले सामना गर्नुपर्ने हुन्छ। हामीलाई भविष्यमा के हुन्छ भनेर थाहा छैन, तर वर्तमानमा डरमा बाँच्नुको कुनै पनि फाइदा छैन। भविष्यलाई लिएर चिन्ता गर्नाले परिस्थितिलाई बदल्न सकिँदैन। त्यसैले तपाईले वर्तमानमा ध्यान केन्द्रित गर्नुहोस्। जे तपाईसँग अहिले छ त्यसमा ध्यान दिनुहोस् र आजलाई राम्रो बनाउने कोसिस गर्नुहोस्। तपाईले भविष्यलाई नियन्त्रण गर्न त सक्नुहुन्न, तर तपाईले आफ्नो वर्तमानलाई सुधार गर्न सक्नुहुन्छ।
चौथो धारणा, यो मेरो भाग्य हो। कहिलेकाहीँ जब चिज हामीले चाहे अनुसार हुँदैन तब हामीले आफ्नो भाग्यलाई दोष दिने गर्छौँ। हामीले हाम्रो भाग्य नहुनाले सबै कुरा गलत भयो भनेर सोच्छौँ। तर जब हामी गहिराईदेखि सोध्छौँ तब थाहा हुन्छ कि यो हाम्रो भाग्य हो त, कि यो हाम्रो धारणा हो त जसले हामीलाई यस्तो महसुस गराएको थियो। तपाईँले आफ्नो जीवनको जिम्मेवारी आफै लिन थाल्नुहोस्। तपाईँले जे गर्नुहुन्छ त्यसको लागि आफूलाई जिम्मेवार ठान्नुहोस्। यो बुझ्नुहोस् कि तपाईँ आफ्नो कार्यको जिम्मेवार आफै हुनुहुन्छ, जसले तपाईँलाई जीवनमा राम्रो दिशामा जानको लागि प्रेरित गर्नेछ। पाँचौं धारणा, मलाई म सधैँ सही हुनुपर्छ। यो धारणाले हामीलाई अधिक तनाव दिन्छ। हामी हरेक स्थितिमा सही हुनुपर्छ भनेर सोच्छौँ। यदि हामी गलत भयौँ भने यो हाम्रो असफलताको प्रमाण हो भन्ने लाग्छ। तर के यो वास्तवमा सत्य छ त? पक्कै पनि छैन। गल्ती गर्नु मानव स्वभाव हो। हामी सबैले गल्ती गर्छौँ र यिनै गल्तीले नै हामीलाई सिकाउने गर्छन्। आफूमाथि यति धेरै कठोर नबन्नुहोस्। आफ्नो गल्तीबाट सिक्नुहोस् र अगाडि बढ्नुहोस्। छैठौं धारणा, मैले अरूलाई खुसी गराउन चाहन्छु। हामी मध्ये केहीले अरूलाई खुसी गराउने प्रयासमा आफ्ना खुसीलाई बेवास्ता गरिरहेका हुन्छौँ। हामीले अरूलाई खुसी गराउँदा हामी पनि खुसी हुन्छौँ भनेर सोच्छौँ। के यो सधैँ सम्भव छ त? के तपाईँले अरूलाई खुसी बनाउँदा तपाईँ खुसी हुन सक्नुहुन्छ त? पक्कै पनि सक्नुहुन्न होला। त्यसैले सधैँ आफ्नो खुसीलाई प्राथमिकता दिन सिक्नुहोस्। अरू मानिसको खुसी पनि महत्त्वपूर्ण छ भन्दैमा आफ्नो खुसीलाई बेवास्ता गर्न बन्द गर्नुहोस्। सातौं धारणा, मैले केही परिवर्तन गर्न सक्दिनँ। यो धारणाले हामीलाई निराश बनाउन सक्छ। हामीले हाम्रो परिस्थितिलाई बदल्नको लागि केही पनि गर्न सक्दैनौँ भनेर सोच्छौँ। तर यो सत्य होइन। तपाईँले आफ्नो जीवनमा धेरै चिजहरू परिवर्तन गर्न सक्नुहुन्छ। यदि तपाईँले आफ्नो सोचलाई बदलेर आफ्नो परिस्थितिलाई नियन्त्रण त गर्न सक्नुहुन्न, तर तपाईँले आफ्नो प्रतिक्रियालाई पक्कै पनि नियन्त्रण गर्न सक्नुहुन्छ। तपाईँ खुसी हुने वा दुखी हुने भन्ने कुरा यसैमा भर पर्छ। यी सबै धारणालाई परिवर्तन गर्नुको अर्थ यो हो कि तपाईँले आफ्नो जीवनलाई एक नयाँ दृष्टिकोणले हेर्न सुरु गर्नुभएको छ। जब तपाईँले आफ्नो सोचलाई बदल्नुहुन्छ तब तपाईँको भावना पनि बदलिन थाल्दछ। च्याप्टर 4, लेटिङ गो अफ योर इमोसन्स। यदि तपाईँ वास्तवमा नै खुसी हुन चाहनुहुन्छ भने तपाईँले आफ्नो भावनालाई दबाएर नराख्नुहोस्। यदि तपाईँले आफ्नो भावनालाई दबाएर राख्नुहुन्छ भने त्यसले तपाईँको स्वास्थ्यमा नोक्सान पुर्याउँछ। रिस, तनाव र अन्य नकारात्मक भावनाले तपाईँको मानसिक भावनात्मक स्वास्थ्यमा बिस्तारै बिस्तारै नोक्सान पुर्याउन सक्छ। यी भावनाहरूले बिस्तारै बिस्तारै हाम्रो शरीरमा पनि असर पुर्याउँछन्। याद गर्नुहोस्, जब तपाईँलाई रिस उठ्छ तब तपाईँको मुटुको धड्कन बढ्छ, हातमा पसिना आउँछन् र शरीरले गर्मी महसुस गरेको हुन्छ र कुनै पनि चिजमा ध्यान केन्द्रित गर्न कठिन हुन्छ। त्यसैले तपाईँले आफ्नो भावनाहरूलाई मनमा दबाएर नराख्नुहोस्। स्टेप 1, तपाईँले सबभन्दा पहिले आफ्नो भावनालाई अलग गरेर निरीक्षण गर्नुहोस्। तपाईँले आफ्नो बारेमा नेगेटिभ सेल्फ टक नगर्नुहोस्। तपाईँले आफ्नो भावनालाई एक अस्थायी चिजको रूपमा सम्झनुहोस्, जस्तै कपडा। कपडा तपाईँले लगाउनुहुन्छ र फेरि बदल्नुहुन्छ। तपाईँको भावनाले पनि तपाईँलाई परिभाषित गर्दैन। तपाईँले आफ्नो भावनालाई हेर्ने तरिका बदल्नुहोस्। उदाहरणको लागि, म दुखी छु भन्नुको सट्टा मलाई दुःख महसुस भएको छ भन्नुहोस्। यो परिवर्तनले तपाईँ र तपाईँको भावनाबीच दूरी पैदा गर्छ, जसले गर्दा तपाईँबाट नकारात्मक भावना टाढा हुन जान्छ। स्टेप 2, तपाईँले आफ्नो भावनालाई दबाएर राख्नुको सट्टा त्यस भावनालाई जान दिनुहोस्। यो गर्न जरुरी छ। हामी दुई कारणले भावनाहरूमा निर्भर छौँ। पहिलो कारण, यसले ती कहानीलाई अझ मजबुत गर्छ जुन कहानी हामीले आफूलाई नै बताउने गर्छौँ। जब हामी दुखी हुन्छौँ तब हामी अझ बढी दुःख महसुस गर्न चाहन्छौँ। प्रायजसो मानिसले आफूलाई बढी दुःख दिने प्रवृत्ति राख्दछन्। दोस्रो कारण, हामीलाई यो लाग्छ कि हामी हाम्रा भावना बिना अधुरा छौँ। के यो सत्य हो त? तपाईँले आफ्नो भावनालाई जति जोड्नुहुन्छ त्यति नै चिन्तित बन्नुहुन्छ। उदाहरणको लागि, रिमालाई प्रायजसो अफिसमा एक्लोपन महसुस हुन्थ्यो। उनले आफ्ना साथी र सहकर्मीको तुलनामा आफूलाई हारेको महसुस गर्थिन्। रिमाले आफ्नो साथी र सहकर्मीले प्रगति गरेको देखेर उनलाई ईर्ष्या हुन लागेको थियो। रिमाले डेली गोल्सको एउटा टु डु लिस्ट बनाइन् जसले उनलाई गर्वको महसुस गराउँथ्यो। उनले एक दिनमा पुरा गर्न नसक्ने गोल्सलाई हटाइन्, जस्तै उनले आफ्नो हेल्थलाई सुधार गर्नको लागि 1 घण्टाको जगिङको लक्ष्य राखिन्। तर 1 घण्टाको जगिङ सफलतापूर्वक गर्नको लागि नियमित अभ्यास गर्न जरुरी थियो। जब उनले आफ्नो लक्ष्यलाई पुरा गर्न सकेनन् तब उनलाई आफू कुनै कामको लायक पनि नरहेको सोच्न थालिन्। यो सोचले उनलाई खराब महसुस गराएको थियो। त्यसैले उनले आफ्नो भावनालाई समातेर नबस्ने भनेर तय गरिन्। उनले आफ्नो डेली गोल्सलाई एचिभेबल बनाइन्। उनले यसो गर्न थालेपछि उनलाई तनाव महसुस पनि हुँदैन थियो।
सबभन्दा महत्त्वपूर्ण कुरा त यो हो कि रिमाले आफ्नो लक्ष्यप्रति काम गर्न साथ उनको आत्मविश्वास बढेको थियो। स्टेप 3, आफ्नो भावनालाई जान दिनको लागि द सेडोना मेथड हेल डस्किनको पुस्तकको कन्सेप्ट हो, जसले तपाईलाई 3 अलग अलग तरिकाबाट आफ्नो भावनालाई रिलिज गर्न मद्दत गर्छ। पहिलो तरिका, आफ्नो नकारात्मक भावनालाई धेरै नसमात्नुहोस्, नकारात्मक भावनालाई जान दिनुहोस्। दोस्रो तरिका, ती भावनालाई तपाईको लाइफमा स्पेस बनाउन नदिनुहोस्। यसले गर्दा तपाईले जे महसुस गर्नुभएको छ त्यसलाई स्वीकार गर्न सक्नुहुन्छ। तेस्रो तरिका, तपाईले ती भावनालाई वेलकम गर्नुहोस्। यसो गर्नाले तपाईले कुनै पनि जजमेन्ट बिना आफ्नो भावनालाई स्वीकार गर्न सक्नुहुन्छ। तपाईले ती भावनालाई नजिकदेखि नै जान्न सक्नुहुन्छ। आखिर यी भावनाहरू कहाँबाट आउँछन् त? द सेडोना मेथडका अनुसार तपाईले आफ्नो भावनालाई जान दिनको लागि 5 स्टेप अपनाउनु पर्छ। पहिलो स्टेप, तपाईले एक भावनामा फोकस गर्नुहोस् जसमाथि तपाईले काम गर्न चाहनुहुन्छ। ती भावनाहरू धेरै गहिरो हुनु जरुरी छैन। यसमा कुनै साधारण भावनाहरू पनि हुन सक्छन्, जस्तै लामो लाइन देखेर चिडचिडापनको महसुस हुने। दोस्रो र तेस्रो स्टेपमा तपाईले आफूलाई यो सोध्नु आवश्यक छ कि मैले यी भावनालाई यहाँ रहन दिन सक्छु कि सक्दिन। मैले यी भावनालाई वेलकम गरेँ भने के हुन्छ? हरेक प्रश्नको जवाफ इमानदारिताका साथ दिने प्रयास गर्नुहोस्। यहाँ केही गलत वा सही छैन। यसलाई बुझ्नको लागि एक तरिका छ, तपाईँ त्यसबेला के महसुस गर्नुभएको छ ती भावनालाई बुझ्नुहोस् र ती भावनालाई स्वीकार गर्नुहोस् र त्यही अनुसार नै उत्तर दिने प्रयास गर्नुहोस्। चौथो तरिका, तपाईले आफूलाई नै सोध्नुहोस् कि तपाईले जवाफ कति बेला दिनु आवश्यक छ। यसलाई रिलिज गर्न निकै आवश्यक छ, चाहे त्यो जतिसुकै कठिन किन नहोस्। पाँचौं तरिका, सबै प्रोसेसलाई फेरि दोहोर्याउनुहोस्। तपाईले फोकस गर्नको लागि छान्नु भएको भावनालाई टाढो जान दिनुहोस्। द सेडोना मेथड सुन्न जति सरल लाग्छ त्यति नै प्रभावशाली छ। हुनसक्छ तपाईले यो प्रक्रियामाथि सुरुवातमा विश्वास गर्नुहुन्न होला, तर यसलाई अपनाउँदा केही पनि नोक्सान हुँदैन। आफ्नो भावनालाई जान दिनको लागि डेली प्र्याक्टिस गर्नुहोस्। तपाईँ छिट्टै नै आफ्नो भावनाको मास्टर बन्न सक्नुहुन्छ। यो च्याप्टरले हामीलाई यो सिकाउँछ कि हाम्रो भावनासँग हाम्रो सम्बन्ध कति महत्त्वपूर्ण छ। जब हामी भावनालाई जान दिन सक्छौँ तब हामीले आफूलाई एक नयाँ स्वतन्त्र र खुसीमा पाउँछौँ। तपाईले आफ्नो जीवनलाई राम्रो बनाउनको लागि आफ्नो भावनालाई जान दिनुहोस् र एक नयाँ सुरुवात गर्नुहोस्। च्याप्टर 5, हाउ इमोशन्स क्यान गाइड यु इन द राइट डाइरेक्सन्स। इमोशन्स हाम्रो जीवनको हिस्सा हुन्। कहिलेकाहीँ हल्का फुल्का खुसी, कहिले दुःख त कहिले धेरै रिस, जसले हाम्रो मुटुको धड्कनलाई तेज गराउँछ। के तपाईले कहिले सोच्नु भएको छ त यो इमोशन्स केवल फिलिङ्स मात्र नभएर हाम्रो लाइफको लागि एक गाइडेन्स सिस्टम पनि हो। उदाहरणको लागि राम सधैँ स्ट्रेसमा रहन्थ्यो। उसलाई आफ्नो काम, आफ्नो सम्बन्ध र आफ्नो उपलब्धिबाट पनि खुसी मिल्दैनथ्यो। हरेक दिन एक बोझ जस्तै महसुस गर्थ्यो। एक दिन उसले एक ठुलो कदम उठायो। उसले आफ्नो सहर बदल्ने फैसला गर्यो। यो कदम उसको जिन्दगीको सबभन्दा सही फैसला साबित भयो। हरेक नयाँ बिहानले उसलाई उत्साहले भरिदिन्थ्यो। उसले हरेक सानो सानो चिजमा पनि खुसी खोज्न थाल्यो। कहिलेकाहीँ उसले कुनै पार्कमा बसेर पक्षीलाई हेर्ने गर्थ्यो त कहिले कुनै क्याफेमा बसेर मनपर्ने कफीको स्वाद लिन्थ्यो। रामले आफ्नो इमोसन्सलाई बुझेर यस्तो परिवर्तन ल्याएको थियो जसले उसको जिन्दगीलाई नयाँ दिशामा बदलिदियो। रामको यो कहानीबाट यो सिक्न सकिन्छ कि यदि रामले आफ्नो इमोसन्सलाई बेवास्ता गरेको भए सायद उसले यी बदलावको बारेमा कहिले पनि सोच्न पाउँदैन थियो होला। हाम्रो इमोसन्सले हामीलाई केही बताउन चाहन्छ भनेर बुझ्नु जरुरी छ। जब तपाईँ केही चिजबाट दुखी हुनुहुन्छ तब यो एक सङ्केत हुन सक्छ कि तपाईँको जीवनमा केही परिवर्तन गर्नको लागि आवश्यक छ। सेल्फ अवेरनेस अर्थात् आफूलाई पहिचान गरेर आफ्नो इमोसन्सलाई बुझ्नु भनेको एक अद्भुत कला हो। यसले तपाईले के महसुस गर्नु भएको छ र किन भनेर देख्नको लागि मद्दत गर्छ। जिम डेथमर र डायना चपम्यानको द 15 कमिटमेन्ट्स अफ लिडरसिप बुकले यसको बारेमा धेरै कुरा सिकाउने गर्छ। यो बुक अनुसार तपाईले आफ्नो इमोसन्सलाई एक साधारण तरिकाबाट हेर्न सक्नुहुन्छ। लाइनदेखि माथि सकारात्मक र कृतज्ञताको स्थिति। जब तपाईँ लाइनदेखि माथि हेर्नुहुन्छ तब तपाईँ आफ्नो भावना र कार्यप्रति जागरुक हुनुहुन्छ। तपाईले जे गर्नुहुन्छ त्यसमा एक पोजिटिभिटी हुन्छ। तपाईले हरेक चिजलाई कृतज्ञताका साथ देख्नुहुन्छ। तपाईलाई कसैले केही भन्छ भने पनि ध्यान दिएर सुनेर उनीहरूको विचारलाई कदर गर्नुहुन्छ। तपाईले आफ्नो इमोसन्सलाई महसुस गर्नुहुन्छ र त्यसलाई स्वीकार गर्नुहुन्छ र त्यसको जिम्मेवारी पनि तपाईँ आफैले लिनुहुन्छ। लाइनदेखि तल नेगेटिभिटी र असन्तोषको स्थिति।
यदि तपाईँ लाइनबाट तल भए तपाईँले प्राय आफ्नो र अरूको कमजोरीलाई तुलना गर्न खोज्नुहुन्छ। बहस गर्ने, गसिप गर्ने ती मानिसलाई छोडिदिनुहोस् जसको ओपिनियन तपाईँको भन्दा फरक हुन्छ। यी सबै लाइनदेखि तल हुने सङ्केत हुन्। जब तपाईँ आफ्नो इमोसन्सदेखि सङ्घर्ष गर्नुहुन्छ त्यसलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ। जब तपाईँले आफ्नो इमोसन्सलाई महसुस गर्नुहुन्छ तब तपाईँले आफैलाई नै प्रश्न गर्नुहोस्, यो लाइनभन्दा माथि छ वा तल। यो प्रश्नले तपाईँले आफ्नो इमोसन्सलाई कसरी सम्हाल्ने भनेर बुझ्न मद्दत गर्छ। यदि तपाईँले आफ्नो लाइनबाट तल पाउनुहुन्छ भने तपाईँले आफ्नो इमोसन्सलाई जान दिनुहोस्। ती इमोसन्सलाई राखेर कुनै पनि फाइदा छैन। त्यसकारण तपाईँले ती इमोसन्सलाई स्वीकार गरी त्यसलाई जान दिनुहोस्। हाम्रो इमोसन्सले हामीलाई केही न केही सिकाउने गर्छन्, चाहे त्यो खुसी होस् वा दुःख। हरेक इमोसन्सको एक अर्थ हुन्छ। यदि तपाईँले आफ्नो इमोसन्सलाई सही तरिकाले बुझ्नुभयो भने यसले तपाईँको जिन्दगीलाई एउटा नयाँ दिशामा लैजान सक्छ। रामले आफ्नो इमोसन्सलाई सुनेर त्यसलाई बुझेर आफ्नो जीवनमा परिवर्तन ल्यायो, जसले गर्दा उसले खुसी महसुस गर्यो। तपाईँको जीवनमा पनि यस्तै कति धेरै मौका आउँछन् जब तपाईँलाई आफू कतै अड्किए जस्तो लागेको बेलामा तपाईँले आफ्नो इमोसन्सलाई सुन्नुहोस्। त्यसले तपाईँलाई एक नयाँ मार्ग देखाउन सक्छ। त्यसैले जब तपाईँको मनमा इमोसन्स आउँछन् तिनलाई बेवास्ता नगरेर गाइड बन्न दिनुहोस्। सायद त्यसले तपाईँलाई त्यो दिशामा पुग्न मद्दत गर्छ जहाँ तपाईँ पुग्नु पर्ने थियो। च्याप्टर 6 रेकर्डिङ योर इमोसन्स। हाम्रो इमोसन्सहरू ती इमोसनहरू हुन् जसले हाम्रो जिन्दगीको हरेक पक्षलाई छुने गर्छन्। हामी कहिलेकाहीँ खुसीले रमाउँछौँ त कहिले दुःखमा डुब्छौँ। के तपाईँले कहिले सोच्नु भएको छ त यदि हामीले यी इमोसन्सलाई रेकर्ड गरेर तिनलाई ध्यान दिएर बुझ्ने हो भने हाम्रो जिन्दगीलाई अझ राम्रो बनाउन सकिन्छ। इमोसन्सको रेकर्ड गर्नुको उद्देश्य तपाईँले आफ्नो फिलिङ्सको हिसाब राख्ने नभएर तपाईँले कसरी आफ्नो पोजिटिभ इमोसन्सलाई बढाउन सक्नुहुन्छ भन्ने एउटा कोसिस हो। तर तपाईँ यो यात्रामा हिँड्नुभन्दा अगाडि तपाईँले आफ्नो वर्तमानको इमोसन्सको स्टेजलाई जान्नु आवश्यक छ। आउनुहोस् एक हप्ताको लागि आफ्नो इमोसन्सलाई बुझ्ने प्रयास गरौँ। हरेक दिन तपाईँ जे पनि इमोसन्स महसुस गर्नुहुन्छ त्यसलाई ध्यान दिएर हेर्नुहोस्। यसको लागि एक नोटबुक या पेपर लिनुहोस्। हरेक फिलिङ्सलाई 1 देखि 10 स्केलसम्म मूल्याङ्कन गर्नुहोस्। 1 अर्थात् सबभन्दा नराम्रो दिन र 10 अर्थात् सबभन्दा राम्रो दिन। हरेक दिनको फिलिङ्सलाई लेख्नुहोस्। के तपाईँले खुसी महसुस गर्नुभयो? के तपाईँलाई रिस उठ्यो? वा के तपाईँलाई दुःखले घेरेको थियो त? र हप्ताको अन्त्यमा आफ्नो पुरै हप्ताको टोटल स्कोर निकाल्नुहोस्। तर यहाँ नरोकिनुहोस्। आफूले आफूलाई नै केही प्रश्न सोध्नुहोस्। तपाईँले कुन कुन नेगेटिभ इमोसन्सलाई महसुस गर्नुभयो? यी फिलिङ्सको कारण के थियो? यी नेगेटिभ इमोसन्सलाई महसुस गर्ने बेला तपाईँले के सोच्नुभयो? के तपाईँको सोच खराब वा नकारात्मक कुन अवस्थाको करिब थियो? वा तपाईँले त्यसलाई गलत तरिकाले इन्टरप्रेट गर्नुभयो? जब तपाईँले नेगेटिभ इमोसन्ससँग सामना गर्ने कोसिस गर्नुहुन्छ तब तपाईँले नेगेटिभ इमोसन्सलाई महसुस गर्नुहुन्छ र तपाईँको पहिलो रियाक्सन त्यसलाई टाढा गर्नको लागि हुने गर्छ। कहिलेकाहीँ हामी गहिरो सास लिन्छौँ, कहिले कसैसँग कुरा गरेर आफ्नो मनको बोझ हल्का गर्छौँ, कहिलेकाहीँ हामी यसलाई भित्रै दबाउँछौँ र आशा गर्छौँ कि यो आफै जानेछ। तर अर्को पटक तपाईँ अर्कै कुनै नेगेटिभ इमोसन्सको सामना गर्नुहुन्छ तब तपाईँ त्यसबाट बच्नको लागि के गर्न सक्नुहुन्छ? के तपाईँ त्यो भावनालाई पहिचान गरी त्यसलाई बुझेर त्यस भावनाको सामना गर्नको लागि एउटा तरिका अपनाउन सक्नुहुन्छ त? जब तपाईँले आफ्नो इमोसन्सको रेकर्ड गर्नुहुन्छ तब तपाईँले आफ्नो 2 महत्त्वपूर्ण चिज हासिल गर्न सक्नुहुन्छ। सबभन्दा पहिले तपाईँ आफ्नो इमोसन्सको पछि धेरै नै अवेर हुनुहुन्छ। तपाईँले कुन दिन आफ्नो मुड कस्तो थियो भनेर थाहा पाउनुहुन्छ। यसले तपाईँको पोजिटिभ मुड मेन्टेन गर्नको लागि मद्दत मिल्छ। तपाईँले आफ्ना लागि ती साना साना कुरामा पनि खुसी खोज्न थाल्नुहुन्छ जसले तपाईँको जिन्दगीलाई सुन्दर बनाइदिन्छ। दोस्रो फाइदा यो कि तपाईँ नेगेटिभ इमोसन्ससँग सामना गर्नको लागि एक प्र्याक्टिस गर्नुहुन्छ। जब तपाईँलाई कसैले दुःख दिएको छ भन्ने थाहा हुन्छ तब तपाईँले त्यसलाई उत्तम तरिकाले सम्हाल्न सक्नुहुन्छ। तपाईँले यस्तो खालको तरिका खोज्नुहोस् जसले तपाईँलाई नेगेटिभ इमोसनबाट छुटकारा दिएर खुसीतर्फ लैजान सकोस्। आफ्नो इमोसन्सलाई रेकर्ड गर्न गाह्रो हुन सक्छ तर यसको असर गहिरो हुन्छ। यसले तपाईँलाई आफैसँग जोड्ने एक मौका दिन्छ। यसले तपाईँको फिलिङ्स मात्र एक पलको कुरा मात्र नभएर तपाईँको जिन्दगीको एक महत्त्वपूर्ण हिस्सा हो भनेर सिकाउँछ। जब तपाईँले आफ्नो इमोसन्सलाई रेकर्ड गर्नुहुन्छ तब तपाईँले आफूलाई नै उत्तम तरिकाले सम्झन सक्नुहुन्छ। तपाईँलाई कुन चिजले धेरै खुसी बनाउँछ
र कुन चिजले दुखी बनाउँछ भन्ने कुरा पनि थाहा हुन्छ। यही कुराको सामनाले तपाईलाई एक उत्तम खुसी र सन्तुलित जिन्दगीको नजिक लगेर जान्छ। त्यसैले तपाईले पनि यो हप्ता आफ्नो इमोसन्सलाई रेकर्ड गर्ने प्रयास गर्नुहोस्। हेर्दै जानुहोस् यसले तपाईको जिन्दगी कसरी बदल्छ। आफ्नो इमोसन्सलाई बुझ्नुहोस् र त्यसलाई अपनाउनुहोस् र आफ्नो लागि एउटा नयाँ बाटो रोज्नुहोस् जसले तपाईलाई खुसीको अझ नजिक लैजान सक्छ। भावनाको मास्टर बन्ने यात्रा सहज छैन तर सम्भव बनेछ। तपाईको भावना तपाईको कमजोरी नभएर शक्ति हो। हामीले जस्तो सोच्छौँ हाम्रो भावना पनि त्यस्तै बन्छ। यदि तपाईले सकारात्मक सोच्नुभयो भने तपाईको भावना पनि सकारात्मक हुन्छ, तर यदि तपाईले नकारात्मक सोच्नुभयो भने तपाईको भावना पनि नकारात्मक हुन्छ। यदि तपाईले आफ्नो भावनालाई नियन्त्रण गर्नको लागि निरन्तर प्रयास गर्नुभयो भने एक दिन तपाईँ भावनाको मास्टर बन्नुहुन्छ। जब तपाईँ आफ्नो भावनाको मास्टर बन्नुहुन्छ तब तपाईले जीवनको जस्तोसुकै कठिनाइको पनि सामना गरेर हरेक क्षेत्रमा सफलता हासिल गर्न सक्नुहुन्छ। हुन्छ त, तपाईलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार।